टोकियोदेखि शिजुओकासम्मको 2 दिनको यात्रा हाम्रो यहाँबाट सुरु हुन्छ। प्राउड माछा नि होला यहाँ हेर्नु त दामी यहाँ बन्द राखेर चाहिँ मार्छन् भन्दै थियो। नेपालको नगरकोटतिर गएको याद आयो त त्यस्तै बाटो पनि साँगुरो छोटो साँगुरो चट्ट जङ्गलको बिचमा शीत भयो। चिसो सुरु हुँदै हाल्छ होला हिँड्यो भने त है हाम्रो स्पट आइपुग्नु थाल्यो होइन। अब 5-10 मिनट हामी स्पट पुग्छौँ। पुरै जङ्गलको बिचमा हाम्रो स्पट जङ्गल सफारी गर्ने क्याम्पफायर गर्ने बार्बिक्यू गर्ने सही ठाउँ रहेछ कि है जङ्गलको बिचमा बनाए पनि हुन्छ। हाम्रो गाडी यो आउँदैछ भनेर म ड्राइभ गरेको यति भएपछि रोल्पा रुकुम हाइट चलाएर खान सक्ने माथि हो। गुरु खतरा के हाम्रो ड्राइभर यो बाटो हिँडेपछि त ल सुपादेव राली लाने बाटो चलाउनु भयो दाइले त यति भएपछि यति पैसा नेपालमा चलाएको पनि जति रैला गरे पनि बोकेर हामीले भ्रमण गर्ने यहाँ त होइन नि यही होला यही हो क्या माथि खाने यहाँ बोल्ने तल छ सबै छ। बार्बिक्यू स्पट बस्ने घर चाहिँ 2 फ्लोरको माथि किचन चाहिँ राम्रो दामी छ। पहिला पुरानो चुलो थियो। सबै कोठामा नानी हाम्रो कतिवटा बेड हो त्यति कोठामा माथि गयो। ए रक्सीलाई चाहिँ अब फ्रिजमा राख्ने कता छ फ्रिज
खासमा के होला त्यो यो सरप्राइज लागि सफा गर्नलाई यो बेलुकालाई खाना बनाउने तयारी गर्दैछु भात र मासु ग्रेभी बनाउने हो अहिले तत्काललाई चाहिँ अब बेलुका बार्बिक्यू गरेपछि खाना चाहिँ जसरी खानैपर्छ खाना खाएन भने स्वास्थ्यलाई असर गर्छ स्वास्थ्यलाई असर गर्ने काम गर्नु भएन हामी 3 जना मिलेर यहाँ खाना 2टा ठाउँमा बार बिसायौँ अब यहाँ चिकन काटेँ त्यसपछि काटेँ अनि मासु बनाउँदैछु ग्रेभी अचार बनाउँदै अब चाहिँ बार्बिक्यू गर्दै जुनी गर्दैछन् अरू चाहिँ खाइ बनाउनु गएका छन् हजुर यही हो कुरा चाहिँ खास अहिलेसम्म चाहिँ बाहिरको सिन त खतरा देख्दो रहेछ अझै फेरि इन्टरटेनमेन्ट गर्न पर्यो ल केही बनाउनु युट्युब चाहिँ कनेक्ट गर्नु भन्दा पनि त्यो टिभी हामीलाई हेर्नु पर्यो हैन युट्युब कनेक्ट गर्न पर्यो नि त मकैबारी दर्यान गीत गाउनु पर्यो हैन मासु पकाउन लगाएको छ है यहाँ भात बिसाएँ अब मासु पकाउने के बनाउँदै हुनुहुन्छ ग्रेभी म त आलु पखाल्ने यो बेलुकाको खाना हो बेलुकाको सबै बेलुकाको खानेकुरा बार्बिक्यू सकिसकेपछि भात त खानुपर्छ खाना खानुपर्छ हो अनि चाहिँ खाना बनाउने तयारी गर्दैछु मैले चाहिँ अहिले बार्बिक्यू तल हजुर अब हाम्रो यो आगो बल्दैछ आगो बल्दैछ पहिला हाम्रो बल्यो भने हजुर हैन त्यसपछि रमाइलो परिकार हुन्छ चोकको ठाउँको नलगेर यो नि खराबको थियो हो बुढा त्यसलाई माथि पल्टाउनु त्यो उसलाई ऱ्यापलाई उतार्नु ऱ्यापलाई उता थियो होइन ननिकाल्नु ननिकाल्नु उता खतरा हो नि है यो उ भन्दा बायो खतरा त वर्तमान नगरेको बाहुनको छोरो जनै लागेको छैन जनै नलागिकन वर्तमान नगरिकन रोटी पाटा फेरि भात खानु बसेर यसको चाहिँ यो भिडियो चाहिँ हाल्नुपर्छ है टिकटकमा छोरी नभए रिजल्ट छ भेरिया छोरी केटीको जान भन्छ कोही हेर्छ पनि हुन्छ नि प्लेट
यो अर्को बाहुनको छोरो खाली पेटमा मासु खानु हुँदैन भनेर माछा खाँदैन माछा खानु उचाइरहेको त्यही गरेर मैले बिहान उहाँ चिया खाइसकेको म चाहिँ ब्याकग्राउन्डमा मात्रै छु है मेरो चाहिँ साउन्ड मात्रै आउँछ चिकन खाएर त मासु खाएको पर्दैन सर नट ओन्ली राइट भलिदो रहेछ ओ सही है कस्तो भइरहेको छ सुरेशजी हजुर ए रमाइलो दाइ काल चस्मा लगाइदिनु नि त अध्यक्षज्यू के छ हल्ली चल्ली कस्तो हुँदैछ घुमघाम यो तालभन्दा हाम्रो जखेरा ताल ठुलो छ यार गएको छौ त्यो जुन ओरेन्ज कफी ल्याइदिनु पर्ने ओरेन्ज कफी खाने राजा नि एक्सन है मैले त रातै परेर चाहिँ मान्छे घरमा म त त्यही मात्र लगेर यता बसी यस्तो लगेर भनेको थिएँ हिजो बिहानै गएको रात परिसक्यो आज रमाइलो दिनको ट्रिप चाहिँ रमाइलो भयो मैले त गाह्रो भएको भएन हो नि होइन मजा आयो एकै बुकुर खाइयो